देखिएर अगाडि बढ्न पनि जरुरी छ भनेर यो टिममाथि प्रश्न पक्कै पनि उठाउन त सकिन्छ। यो पालि रिजल्ट निकाल्न नसक्ने अवस्था बन्न पुग्यो। यता 4DM versus टिटुकीको बीचको ब्याटल, जोकरले डाउन निकाल्नेछन्, एक प्लेयरलाई फर्किएर सर्ट दिए, सुपा डाउन, जोकरलाई इन्स्ट्यान्ट ट्रेड गरियो। त्यहाँ इग्नियस एक साइडबाट हेर्ने कोसिस गर्दैछन्, जेफो क्याच दियो रहेको छ, पोजिसन चेन्ज गर्न जेफो बाद निकाल्न सकिनेछ अब। बट त्यो नेडको काम गर्नुभन्दा अगाडि माथि टिटुकीका प्लेयरको सपोर्ट चाहिएको थियो, त्यो सपोर्ट आएन। जेफो पोजिसनको बारेमा उनलाई आइडिया छ, माथिल्लो साइडतर्फ थ्रोबलको प्रेसर बिल्ड गरिँदैछ, लोअर पोर्सनमा फालेको नेडले राम्रै ड्यामेज डिल गराएको थियो। टिटुके यो सिचुएसनबाट ओभरकम गर्नको लागि अर्को एक नक निकाल्न उत्तिकै जरुरी देख्छु म। तर 4DM रिकभरी गर्न भ्याइसक्यो, उल्टै फाइट ब्याक गरेर टिटुकेको अगेन्स्टमा प्रेसर बनाउने जस्तो छाटकाट बनिसक्यो। 4DM जेफो उनको पोजिसन यहाँबाटै कुशल नक निस्किन्छ झै मान्दैछु म त। ब्याक टु ब्याक ट्रेबल सुन्दरका लिड गरिराखिएको छ, क्लच स्पटेड क्लक अगेन्स्टमा डाउन निकालियो। त्यहाँ क्लकको अगेन्स्टमा नेटले काम गरिदिन पुग्यो। फियरलेस कोसिस त गर्नेछन् क्लोज रेन्ज इन्काउन्टर, बट नो फियरलेसलाई पनि रोकियो। अब त लास्ट प्लेयर स्ट्यान्डिङ सुब्बामाथि पुरै रेस्पोन्सिबिलिटिज आइसकेको छ। सर्टको साथमा कोसिस गर्न त खोजिँदै थियो, ओपनिङ निकालेको टिटुके फर्किएर उल्टै वाइट फेस गर्यो अनि अगाडि। क्या कन्फिडेन्ट देखियो यो लाइनअप यो फाइटमा, साह्रै इम्प्रेसिभ लाग्यो यो फाइट स्पेसली, किन भन्दा अगाडिपट्टिको अपोनेन्ट पनि विक लाइनअप त होइन, अगाडिपट्टिको टिम पनि बबाल लाइनअप हो। यहाँ अफकोर्स